सब गाइज यो बोय सुनक्स हियर ब्याक अगेन विथ द न्यू भिडियो अनि फेरि मैले चाहिँ आज चाहिँ एनिमे हेरेँ विच इज फ्रेन्ड्स बियोन्ड्स एन्ड जर्नी अनि यसको चाहिँ पहिल्यैदेखि नै मलाई हल्ला मजाको सुनिरहेको थिएँ 2-3 साल पहिलेदेखि अनि फेरि मेरो यो लिस्टमा त थिएन बट हाइली एन्टिसिपेटेड अनि फेरि एनिमे हो यो भनेर अनि एभ्री वान्स फेभरेट भनेर कस्तो रहेछ त ल चेकआउट गरिदिउँ न त भनेर मैले एनिमे हेर्नभन्दा पहिला चाहिँ यसको मैले रिभ्यू रेटिङ्सहरू हेरेको थिएँ अनि रेटिङ्स हेर्ने बेलामा गुगलमा सर्च गर्ने बेलामा इट हेज फ्रिकिङ 100% रोटेन टमेटो होइन 100मा 100 आएछ अनि के रहेछ त यसो हेरिदिउँ न त भनेर अनि मैले चाहिँ एपिसोड 2सम्म हेरेँ अहिलेसम्म चाहिँ यसको ओभर 20+ एपिसोड्स छ बट मैले चाहिँ सेकेन्ड एपिसोडसम्म मात्रै हेऱ्यो अहिलेसम्मको लागि चाहिँ मलाई ठिकै लाग्यो यसमा के हुन्छ कि हाम्रो एउटा मजेसियन हुन्छ मजिक एल्फ तिनीहरूको पार्टीले मिलेर चारजना हुन्छ त्यो पार्टीमा अनि फेरि तिनीहरू मिलेर अनि डिमन किङलाई ख्याकखुक गरिदिन्छ अनि डिमन किङ मरिसकेपछि यो त्यति बेलामा सुरु हुन्छ जहाँ मान्छेहरू आई मिन जुन पनि एनिमेमा डिमन किङलाई मार्ने भनेर मोटिभ लिएर बनेको हुन्छ त्यही यो एनिमे खत्तम भइरहेको हुन्छ कि आई मिन त्यहाँबाट सुरु भइरहेको हुन्छ डिमन किङलाई मारिसकेपछि अनि हाम्रो फ्रेरिन चाहिँ सी इज एन एल्फ अनि सी इज अ मेजिसियन अल्सो अनि त्यही भएर एल्फ्सहरूको लाइफ चाहिँ बढी नै हुन्छ कम्पेरिजन टु ह्युमन्स होइन दे लिभ अराउन्ड 1 to 3,000 इयर्स होइन त्यही भएर अनि यस्तो यस्तो हुन्छ अनि यो मलाई चाहिँ यसको अहिलेसम्म चाहिँ म्युजिकहरू त्यो बिचमा इन्स्ट्रुमेन्टल प्लेजहरू हालेको छ नि इट्स रियली फकिङ ग्रेट फर मी अनि मैले चाहिँ अहिलेसम्म चाहिँ 2वटा एपिसोड मात्र हेरेँ त्यस्तो खासै इन्जोय त गरेन बट आई हेभ रियली लभ द एनिमे बट स्टिल आई हेभ टु गो अबभ एन्ड वाच टु हेर्नुपर्छ सबै पनि त्यही भएर आजको यही थियो रिभ्यू एन्ड थ्याङ्क्स फर गाइज फर वाचिङ अनि म चाहिँ इम्प्रुभमेन्टको कन्टेन्ट आई मिन इम्प्रुभ हुने मेरो बेस्ट अफ द बेस्ट ट्राई दिन्छु म आजकल चाहिँ खै किन एनिमे हेरम पनि हुन्छ नहेरम पनि हुन्छ मलाई यस्तो खतरनाक एनिमे हेऱ्यो होइन यो मेरो रेकमेन्डेसन्समा अरू एनिमेहरू हुन्छ म त्यो हेरेर भ्याइसकेपछि मलाई एनिमे हेर्न कन्टिन्यू गर्न मन लाग्यो भने मैले गर्छु नत्र मैले यो एनिमेको कन्टेन्ट पनि के थाहा हाल्दैन कि अरू हबी प्यासनहरू भेटाउँछु कि सो लेट्स सी